नमस्ते साथीहरू, म फेरि पनि आइसकेको छु सलिना थापा हजुरहरूलाई मादल सिकाउनको लागि र म आफू पनि सिक्नको लागि। हिजोको भागमा हामीले गिन्ताङ खत्ताङ गिन्ताङ खत्ताङ गिन्ताङ खत्ताङ भन्ने बोल सिक्यौँ। अब आज अर्को नयाँ बोल सिकाउन जाँदैछु। त्योभन्दा अगाडि म के भन्न चाहन्छु भने जति पनि साथीहरूले मेरो युट्युब च्यानल मार्फत हेरिरहनु भएको छ उहाँहरू सबैले म सँगसँगै सिक्नु होला भन्न चाहन्छु हैन। बिस्तारै बिस्तारै सिकेर नै पछि मान्छे पर्फेक्ट हुने हो। एकैचोटि कसैलाई पनि आउँदैन। आज त्यही भएर हजुरहरूले पनि मसँगै सिक्नको लागि नभुल्नु होला। आज चाहिँ म अर्को ताल अर्को बोल बजाउँदैछु। आजको बोल छ गिन्ताङ गिन्ताङ तित्ताङ गिन्ताङ तित्ताङ। हिजो गिन्ताङ खत्ताङ, आज गिन्ताङ तित्ताङ। अब तपाईहरूलाई थाहा भइसक्यो मादलको ठुलो भाग यतापट्टि गिन बज्छ, यतापट्टि ताङ, अनि अर्को कुरा तित। तित पनि यता बज्छ है साथीहरू। तित पनि सानो भागतिर हुन्छ है। तित गिन ताङ तित यसरी बज्छ। अब आज हाम्रो मादलको बोल छ गिन ताङ, अनि फेरि यतैपट्टि तित अनि ताङ है। यतापट्टि गिन मात्रै हान्ने है। गिन ताङ तित ताङ है। अब बजाउँ है त सँगसँगै। गिन ताङ तित ताङ 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 धाङ। साथीहरू हजुरहरूले पनि यसरी नै म सँगसँगै सिक्नु होला। म पनि सिक्दैछु। हजुरहरू सबैजनाले जसलाई मादल बजाउनै आउँदैन उहाँहरूले पनि सुरुदेखिको नै सिक्नु होला। आज मादलको चौथो भाग हो। हजुरहरूले अर्को भिडियोहरूमा पनि हेर्न सक्नुहुन्छ। अगाडिको भिडियो अगाडिदेखि नै हेरेर, नहेरेको साथीहरूले पनि अगाडिदेखिको नै हेरेर सिक्नु होला है। आजलाई यति नै। हस् नमस्ते। म फेरि भोलि अर्को भाग लिएर आउनेछु है त। हस् बाई साथीहरू।